तारातरी आमा सोममा यहाँ हुनुहुन्छ नि सक्रिय हुनुहुन्छ अध्यक्ष बिल्कुल पनि छ अनि एकजुट पनि छ र कतिपय किताबी कुरा हो त यहाँ होला नहोला त्यो आफ्नो आफ्नो कुरा हो तर वास्तवमा जहाँसम्म एकजुट हुनुपर्छ भनेपछि पछिबाट हुनुहुन्छ यो कुरो पनि बुझाएको छु मैले र उहाँलाई असाध्यै चाहना पनि गर्नुहुन्छ यो मान्छे यस्तो थियो यसरी आउँछ यसरी बस्छ यसरी खान्छ त्यो रङ्ग रमाइलो चाहिँ हामीलाई गराउँछ। आज राष्ट्रिय मगर दिवसको बारेमा केही हजुरले केही कुरा गर्न सक्नुहुन्छ? राष्ट्रिय मगर दिवसमा अब कस्तो हुन्छ, मगरहरूको कल्चर के छ, मगरहरू कतिसम्म चाहिँ मगर के छ कसो छ भनेर चाहिँ मगरको वास्तविक आज राष्ट्रिय मगर दिवस भएको कारणले गर्दाखेरि केही भन्न चाहनुहुन्छ भने भनिदिनु त प्लिज। आज यो 44औं मगरहरूका दिवस मनाउँदै आएको हाम्रो एकता भएको दिन हाम्रो एकता दिवस आफ्नो संस्कृतिहरूलाई जगेर्ना गरेर मगरहरू हौँ हामी चाहिँ सधैँ नबस्छौँ आफ्नो अधिकारहरूलाई पनि आफ्नो अगाडि बढाउँ कसैबाट चेपिएर नबसौँ भन्ने गरेर त्यो बेलामा अब मगरलाई एकमुष्ट रूपमा गरेर आफ्नो एकता दिवस विजय यसरी भएको भएर चाहिँ हामीले आजको दिनलाई चाहिँ मगर एकता भएको कारणले चाहिँ दिवस मनाउँदै आइरहेका छौँ र आज 40औं त्यसैले यसबारे सबैलाई आज यो 44औं मगर एकता दिवसको उपलक्ष्यमा सम्पूर्ण मगर समुदाय म एकदमै हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र सांस्कृतिक हाम्रो मगर कल्चरहरू चाहिँ नबिर्सौँ नभुलौँ यस्तै प्रकारले हर साल चाहिँ यसरी मनाऊँ हामी मगर एकजुट भएर अगाडि बढौँ भन्ने यही प्रस्ताव राखेर म धन्यवाद म यही गर्छु। राष्ट्रिय मगर दिवसको उपलक्ष्यमा चाहिँ केही भन्न सक्नुहुन्छ? यो राष्ट्रिय मगर समाजको उपलक्ष्यमा सम्पूर्ण अधिराज्यभरका मगर समूहहरूलाई हाम्रो यो सानो तारा 2 नम्बर स्याङ्जाबाट सबै मगर समाजलाई हाम्रो तर्फबाट चाहिँ नि धेरै धेरै लाखौँ लाख मङ्गलमय शुभकामना सहित धन्यवाद। यसरी चाहिँ नि एकता भएर चाहिँ अगाडि बढ्न भनेर हामी आग्रह गर्दछौँ। जय जय। नमस्कार सबैजनामा। आज फागुन 15 गते मगरहरूको राष्ट्रिय मगर दिवस 44औं मगर दिवसमा सबैलाई नेपालभरिका सबै मगर जातिहरूलाई मगर दिवसको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र हामी पनि आज चाहिँ हाम्रो भान्जीको बिहा थियो यहाँ अनि भोलिपल्ट चाहिँ यहाँ हामीले भान्सा उठाउने भन्ने तयारी गर्दैथ्यौँ। त्यसको उपलक्ष्यमा हामीलाई एकदम रमाइलो पनि भयो अनि सबैजना मिलेर मगर ड्रेस पनि लाएर आयौँ अनि सबैजना एकै ठाउँमा भेला हुन पायौँ। एकदम खुसी लागेको छ। यसरी नै सबै मगरहरू एकजुट भएर अगाडि बढ्नेछौँ। हामीले मगरमा रहेका गतिविधिहरू मगरको धर्म संस्कृतिहरू मगरले मनाउने विभिन्न चाडपर्वहरूलाई हामीले सबै सामु प्रदर्शन गरेर सबै सामु प्रस्फुटन गरेर अगाडि बढाउनुपर्छ। र यो मगरहरूलाई हामीले नेपालभरि अथवा नेपालभन्दा अझै बाहिर देशमा पनि चिनाउने प्रयास गर्नुपर्छ। मगर जाति आफूमा एक गौरव जाति हो। संस्कृतिलाई बचाउनुपर्छ, भाषालाई बचाउनुपर्छ भन्ने कुरा व्यक्त गर्न चाहन्छु। जम्मै सिक्नुपर्छ भन्नुपर्छ।